हेलो साथीहरू, वेलकम टु माई ब्लग। आशा गर्छु सबैजना एकदमै आरामै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, व्यस्त हुनुहुन्छ भनेर। अनि आज छ नि साथीहरू, आज चाहिँ हामी जाँदैछौँ मेरो बाबुको चाहिँ हेयर कट गर्नु लागेको कि आज फर्स्ट टाइम। ऊ जन्मेदेखि उसको कपालहरू केही पनि गरेको छैन कि। अनि आज चाहिँ अब यो यहाँ जापानको चाहिँ गोल्डन विक सकिन लाग्यो नि त। अब उसको के अरे वेकवेनहरू सुरु हुन लागिसकेको छ। अनि अहिले चाहिँ एकदमै अब गर्मीको सिजन स्टार्ट हुन लागिसक्यो। त्यो भएको भएर उसको कपालहरू चाहिँ एकदम छोटो बनाइदिने भनेर सोचेको कि। खासमा त अब पहिलो बच्चा होइन, उसको कपाल चाहिँ रीतिअनुसार नै एकदमै राम्रो गरेर गर्ने सोचिराखेको थियो। तर सबै कुरा आफूले सोचे जस्तो, आफूले चाहे जस्तो चाहिँ नहुँदो रहेछ कि विदेशमा। अनि उसको कपाल छ नि साथीहरू, हामी चाहिँ के एकदम अब रीति पुऱ्याएरै काट्ने। ऊ अब कि 3 इयर्स कि 5 इयर्स भएपछि काट्ने भनेर सोचिराखेको थियौँ होइन। अनि त्यस्तो भएन कि यहाँको गएकोबाट पनि कपालहरू काट्ने भनेर उसको गएकोबाट भनिसकेपछि चाहिँ उसलाई कपाल काट्न लिएर जाँदैछौँ। अब थाहा छैन ऊ मान्छ कि मान्दैन होइन। अब नमान्यो भने पनि के गर्ने त, अब काटिदिनै पर्छ। अब यो छुट्टीमा चाहिँ काटेन भने फेरि कहिले कहिले के बिदाहरू मिल्दैन, कहिले के हुँदैन। अनि एकदमै त्यो रिजर्भेसन पाउन पनि गाह्रो। त्यो भएको भएर चाहिँ यहाँ छाता बिर्सेछु कि। अनि हल्का पानी आउला जस्तो आकाशहरू धमाल धुमुल पनि छ। अनि छाता लिन्छु भनेर फर्केर आउँदैछु। उसको पापा र ऊ चाहिँ अगाडि गइसक्नुभएको छ। अब हामी जाँदैछौँ स्टेसनतिर। रिजर्भेसनको टाइम चाहिँ दिउँसोको टाइम चुज गरेको कि साथीहरू। ऊ सुत्ने टाइम हुन्छ, कति दुःख दिन्छ होला जस्तो लागिरहेको छ कि मलाई चाहिँ। अब हेरौँ है उसले कस्तो गर्छ। अनि 1 बजेको टाइम राखेको यस्तै हो। तर यहाँ जापानमा चाहिँ एकदम एकुरेट टाइममा हुने भएको भएर आफू चाहिँ एकदम टाइममै पुग्नुपर्छ कि। छोरा चाहिँ मलाई छोडेर गइसकेछन्, म चाहिँ अब फास्ट जाँदैछु। अनि मौसम चाहिँ कस्तो धमाल धुमुल भइरहेको छ कि। पानी पर्छ कि जस्तो लाग्यो कि। फेरि पानी पऱ्यो भने त हामी ठुलो मान्छेलाई त ठिकै हुन्थ्यो, बच्चालाई त झ्याउ हुन्छ नि त। अनि यो सिजन चेन्ज हुन लागेको पानीमा फेरि भिज्यो भने एकैछिनमा बिरामी भइहाल्छ कि। त्यो भएको भएर छाता लिन फर्केको। बाउ छोरा कति छिटो कुदेछन्। म एक्लै भएँ। अहिले स्टेसन आइसक्यो। यहाँबाट चाहिँ लगभग 7 मिनट लाग्छ कि। यो चाहिँ मोटोमाची जुकागाई भन्ने स्टेसन हो कि। यहाँबाट चाहिँ लगभग 7 मिनट लाग्छ अब त्यो कपाल काट्ने ठाउँमा जानलाई। म जाँदैछु। ठाउँ पहिलोचोटि आएको नि त। अनि त्यही भएर हामी दुईजनै दुईतिर लाग्यौँ कि। अनि त्यो म्यापले पनि एकदमै उल्टो पाल्टो देखायो। अनि तलतिर दुईजना दुईतिर भयौँ। बाबु र उसको बाबा चाहिँ एकातिर जानुभएको छ, म चाहिँ अर्कोतिर हिँड्दैछु। मैले चाहिँ भेटेन, उसको पापाले चाहिँ भेट्नुभयो अरे। हामी त्यतै जाँदैछौँ यता। चाहिँ छ साथीहरू यो कपालको डिजाइन कि। मेरो बाबुको फर्स्ट टाइम हेयर कट हो नि त। अनि त्यो भएको भएर यस्तो खालको स्टाइलहरू बनाएर पनि राख्न मिल्छ सम्झनाको लागि भनेर यो टाइपको दिनुभएको छ। पेन्टिङ ब्रस जस्तो टाइपको। साथी हेयर स्टाइलहरू अब कस्तो हेयर स्टाइल गर्ने भनेर चाहिँ उसको कपाल काट्ने तयारी हुँदैछ। ऊ चाहिँ यहाँ मजाले खेलिरहेको छ। हेयर स्टाइलिस्ट चाहिँ उहाँ हुनुहुन्छ। अब त भुल्छ कि। बेबी केही हुन्न है, नचलास ल। पापाले दाइजोबु दाइ।
नडराओस्। मानिराखेको छैन कि साथीहरू, अनि त्यही भएर फकाउँदैछन् कि हामी चाहिँ यहाँ सबैजना। अनि उसलाई चाहिँ त्यहाँ टिभीहरू देखाएर फकाउन लगाउँदैछन् कि हेरौँ उसको हेयर स्टाइल कस्तो हुन्छ। तर सोचेको जस्तो चाहिँ डराएको छैन कि मानिराखेको छ कि मान्नलाई चाहिँ। सायद त्यो हेर्नु पाएर नि होला नि, अब ट्याब हेर्नु पाएर। लैन बाई बाई, लैन ल अब यसलाई बाई बाई गर्ने है। अब हामी स्याम्पू गर्ने है। लैन ल लैन ल बस 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 1 2 3 ल सावर गर्ने ल। यस्तो आपत छ साथीहरू यहाँ हेर्नु, पुरा मोबाइल दिएर नुहाउन पठाउनु पर्ने छ। उसको पहिलोचोटि हो नि त यो, अनि उसलाई थाहा छैन त्यो भएको भएर अलिक डराउँदैछ। यहाँ प्रयास हुँदैछ। अब चाहिँ साथीहरू हाम्रो चाहिँ कपाल काटेर सक्छु। अब चाहिँ फर्किन लाग्दैछौँ घरमा। चाहिँ साथीहरू बेबीको कपाल काटेर सकाएर यहाँ नजिकै चाहिँ यहाँ मसित पार्क छ कि, अनि यहाँ चाहिँ एकदमै रोजहरू एकदमै राम्रो फुल्ने बेला भएछ। अनि आएको हेर्नु यति राम्रो फुलेको रहेछ है। यति नै बेला फुल्छ त थाहा थियो, तर अहिले नै यति छिटो फुल्छ भन्ने थाहा थिएन। अनि एकदमै प्याक पनि रहेछ कि, एकदमै बिजी भरि भराउ छ कि मान्छेहरू। तपाईँहरूलाई पनि म देखाउँछु। यस्तो छ कि यस्तो राम्रो छ कि, यस्तो राम्रो फुलिया छ कि होइन। म त फुल देखेर एकदमै खुसी हुने मान्छे हो, एकदमै फ्लावर लभर हो होइन। मलाई चाहिँ फुलहरू आफ्नो वरिपरि भएको लगाएको फुल भएको घरहरू त एकदमै मनपर्छ। यहाँ त झन् यो रोज गार्डनै हो कि, यहाँ चाहिँ एकदमै राम्रो फुलिया छ। म तपाईँहरूलाई देखाउँछु। साथीहरू मेरो ब्याकग्राउन्डमा देख्नुहुन्छ होला होइन, हजुरहरूले कति राम्रो फुलेको छ कि फुलहरू। त्यही त नि, सब आफ्नै सुरमा छन्। धेरै जस्तो त बाजे बजेहरू मात्रै छन्। हेर्नु न यो बस्नेहरूमा के सबै प्राय प्राय है। आइसक्रिम खाने एकदमै जिद गर्दैछ कि, अनि यताबाट रोज गार्डनहरूबाट रोजहरू हेरेर अब चाहिँ हामी बिस्तारै फर्किन लाग्दैछौँ। फुल मन पर्यो बेबी? यो रेड मन पर्यो कि ब्लू? रेड। वाह, रेडको नाम के हो नि? आका हो। वाह।